हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लगमा म स्वागत गर्न चाहिँ हजुरहरूलाई। आज चाहिँ म चाहिँ होस्टेलदेखि बाहिर जान्छु। मेरो होस्टेलदेखि बाहिर रुममा छु अहिले चाहिँ होइन। होस्टेलदेखि म चाहिँ 5 मिनट पर जान्छु होइन अगाडि। अनि त्यो 5 मिनटमा चाहिँ के देखिन्छ त यहाँदेखि के देखिन्छ, कस्तो ठाउँ छ होइन, के देखिन्छ सब कुरा देखाउँछु। हेर्नुहोस् है त, म चाहिँ अहिले रुममै छु, रुमबाट निस्किन्छु अनि हजुरहरूलाई देखाउँछु है। मेरो रुमबाट देखिने दृश्यहरू चाहिँ देख्न सक्नुहुन्छ। यस्तो है यता अगाडि गर्छ, यो भयो फुलहरू छ दामी दामी है। ल म चाहिँ रुमदेखि निस्किन्छु है। अब हालत चाहिँ यस्तै है। यो चाहिँ किचन टक्क लगाएर यहाँ चाहिँ जुत्ताहरू राख्ने ठाउँ। म चाहिँ निस्किन्छु किच्छु थोडी बेर। फाइनल्ली म चाहिँ रुमदेखि निस्केँ होइन। मेरो उसको चाहिँ यस्तो है, यहाँ मेरो होस्टेलदेखि देखिने एरिया चाहिँ यही नै हो। राम्रो छ एकदम। यहाँ चाहिँ गाडी पार्किङ छ, चाहिँ घर भयो। यहाँ चाहिँ धेरै हल्ला गर्न पाइँदैन है। साकुरा, यो चाहिँ साकुरा हो है। साकुरा पनि थाहा होला नि, त्यहाँ नजिक घर पनि म देखाउँछु, रोक्नुहोस्। म चाहिँ यहाँदेखि निस्किन्छु। डोल्न घुम्न पनि पर्छ होइन। ल्याम्पे पारामा टक्क चल्दिएको गाडीहरू धेरै नै चल्छन् कि फेरि यस्तो सम्झिन पर्ने हुन्छ मलाई चाहिँ। मैले फेरि भुल्छु कि आफू बस्ने अपार्टमेन्ट पनि भुलिदिएर फेरि बिजोग हुन्छ कि। गाह्रो साथीहरू। यहाँ चाहिँ वा दामी फुलै छ। के फुल पो होला त, फेरि चिसो छ कि लास्टै। यस्तो राम्रो फुल्छ नि त कसो होइन फुल्छ ल। म बस्ने हो चाहिँ यही नै हो अपार्टमेन्ट चाहिँ। म यसको फोटो खिचेर राख्छु है। चाहिँ गाह्रो हो कि फेरि सम्झिन एकदमै। यत्रो यत्रो घरहरू छ हेर्नु त, यत्रो यत्रो कारहरू छ। धनी खाएको मान्छेहरू त यता चाहिँ जाँदिनँ म, यहाँ चाहिँ म हराउन सक्छु होइन। यहाँ चाहिँ साइकल, हाम्रो साइकल राख्ने ठाउँ छ यहाँ चाहिँ। यो चाहिँ है मेरो साइकल चाहिँ यो है। हो त सिनजितेन्स भन्छ यसलाई। मेरो साइकल चाहिँ हो। अलग ठाउँमा बसिरहेको घाम लागेरहेछ पुरै गाह्रो। सिनेरी छ यता चाहिँ देख्न सक्नुहुन्छ। यहाँ त पुरै गाउँ नै हो कि। सब हेर्नु त कस्तो राम्रो ठाउँ छ। आम्मामामा देख्नु भएको थियो त कहिले यस्तो। सल्लो पनि है छ त, सल्लो सल्लो भन्छ मेरो गाउँतिर चाहिँ। हजुरकोतिर चाहिँ के भन्छ थाहा भएन है। साकुरा, साकुरा भन्नुहुन्थ्यो नि। साकुरा भनेको पैँयो फुल हो कि। यही हो साकुरा चाहिँ। यही नै हो साथीहरू। म चाहिँ यहाँभन्दा अगाडि जान सक्दिनँ होइन। फेरि म हराइदिन्छु, गाह्रो छ मलाई होइन। म हराउँछु फेरि। अस्ति हराइदिएर 2 दिन हराइदिएर पुरै 2 दिनपछि यहाँ होस्टेलमा आएको मेरो सेन्पाई दाईहरू हुनुहुन्छ कि। मेरो नरेन्द्र चरण ठकुरी सेन्पाई दाई हुनुहुन्छ। अनि हसेन खड्का मेरो दाजुभाइ पनि हुनुहुन्छ। देख्न सकिन्छ यस्तो है चाहिँ बारी जापान हेर्नु पनि कस्तो राम्रो होइन। यही नै हो साथीहरू, रमाइलो छ एकदम। फेरि बाटो हेरेर हिँड्नु पर्ने हुन्छ, जहाँ पायो त्यहीँ पनि हिँड्न पाइन्न है। यस्तो पुरा अपार्टमेन्ट चाहिँ त्यही नै हो। धेरै अगाडि गयो भने फेरि हराउँछु कि म। लोकेसन हेर्न मिल्दैन मसँग चाहिँ, सिम छैन। त्यो भएको भएर गाह्रो। यस्तो राम्रो है देख्नुभयो नि। फाइनल्ली मेरो चाहिँ 5 मिनट पुरा भयो होइन। अनि म चाहिँ फर्केर पनि आइसकेँ। हराउँछु कि फेरि अनि थोरै थोरै गर्दै गर्दै अब सम्झिन पर्ने हुन्छ। नेपालको जस्तो चाहिँ छैन, जता हेऱ्यो उस्तै बाटो देखिन्छ। त्यो भएर चाहिँ गाह्रो भयो। केही दिन भएको आएको चाहिँ यहाँ आएको चाहिँ आज 4 दिन भयो। होस्टेलमा बसेको चाहिँ 2 दिन। अनि टाढा स्कुल पनि एकदमै म्याप भए चाहिँ सजिलो हुन्छ होइन।
म्याप चाहिँ छैन मेरोमा सिम नभएको भएर अनि त्यही भएर ठोरेको र यहाँदेखि चाहिँ भित्र हेर्न मिल्छ टुङरुङ गर्छ यसबाट अनि यहाँबाट बोल्न मिल्छ यहाँबाट बोलेपछि चाहिँ उस गर्छ है मैले चाहिँ देख्छु 200 को मेरो चाहिँ मिटर रहेछ कति त साथीहरू अहिलेसम्म 1 युनिट पनि आएन मेरो रुमको युनिट चाहिँ उनीहरू धेरै खर्च गर्दैन नि त त्यही भएर आएन अब फाइनल्ली रुममा छिरौँ है कराउँछ के जापानिजहरू फेरि ठुलो स्वरमा बोल्न पाइन्न त्यही भएर गएर कम्प्लेन गरिहाल्छ स्कुलमा फेरि होइन त्यही भयो अनि मेरो भिडियो चाहिँ के कस्तो लाग्यो त हजुरहरूलाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला यदि नयाँ हुनुहुन्छ भने च्यानलमा अनि सधैँभरि नै यसरी नै साथ सपोर्ट गरिरहनु हुनेछ भन्ने आशाका साथ हामी फेरि छिटै नै नयाँ भिडियोमा भेट्नेछौँ त्यतिन्जेलको लागि चाहिँ टाटा